तपाईले ट्रायम्फको नयाँ बाइक किन्ने सोच्दै हुनुहुन्छ भने तपाईको लागि एकदमै एक्साइटिङ न्यूज छ है। ट्रायम्फको स्क्रैम्बलर 400X को सक्सेस पछि चाहिँ नेपालमा अब ट्रायम्फको स्क्रैम्बलर 400XC आउँदैछ। सो आजको भिडियोमा हामी कुरा गर्छौं कि X र XC मा के डिफरेन्स छ भनेर। सबैभन्दा मेजर चेन्जेस भनेको चाहिँ यो बाइकको ट्युबलेस स्पोक व्हील नै हो। यसमा चाहिँ प्रिमियम एक्सेल रिम युज गरिन्छ जुन चाहिँ ट्रायम्फको बिगर सीसी लाइक टाइगर 900 एन्ड अबोभमा चाहिँ युज हुन्छ। सो यसले गर्दा के हुन्छ त? यसले गर्दाखेरि चाहिँ ट्रायम्फ स्क्रैम्बलर 400X को जुन पहिलाकै अफरोड एबिलिटी थियो त्यो चाहिँ अझ अपग्रेड हुनेछ। अरु मेजर चेन्जेस भनेको चाहिँ भिजुअल चेन्जेस नै हो। यो बाइक चाहिँ तपाईले फुल्ली लोडेड नै पाउनुहुन्छ। के एसेसरिज चाहिँ स्ट्यान्डर्ड आउँछ हेरौँ है त। स्टार्टिङ विथ यसमा तपाईले मेटल इन्जिन बार पाउनुहुन्छ, ह्यान्ड गार्ड पाउनुहुन्छ र बडी कलर फ्लाइ स्क्रिन सँगसँगै नयाँ चाहिँ हाई लेभल मड गार्ड पनि पाउनुहुन्छ, जसले गर्दाखेरि चाहिँ XC को लुक अझ प्रिमियम र अझ एडभेन्चर रेडी देखिन्छ। इन्जिन र पावरको कुरा गर्नु पर्दाखेरि चाहिँ पुरानो जुन ट्रायम्फको स्क्रैम्बलर 400X मा तपाईले जे पाउनुहुन्थ्यो एक्ज्याक्टली सेम नै पाउनुहुन्छ, केही पनि चेन्जेस छैन। तर तपाईले ध्यानमा राख्नुपर्ने कुरा भनेको चाहिँ यो बाइकको व्हील र एसेसरिजले गर्दाखेरि चाहिँ यसको वेट चाहिँ अराउन्ड 5 केजी जति चाहिँ बढी छ। अब धेरै जनाको क्वेशन हुन सक्छ म यो बाइकको लागि वेट गरौँ कि ट्रायम्फको स्क्रैम्बलर 400X नै किनौँ भनेर। सो यसमा चाहिँ मेजर फ्याक्टर भनेको कस्ट नै हो अफ कोर्स। सो स्टार्टिङ विथ द कस्ट, XC को कस्ट चाहिँ ट्रायम्फले अहिलेसम्म अफिसियली रिभिल गरिसकेको चाहिँ छैन। तर मैले रिसर्च गरे अनुसार चाहिँ मैले के पाएँ भन्दाखेरि चाहिँ यसमा युज भएको जुन स्पोक रिम छ त्यो चाहिँ ट्युबलेस हो। त्यसका साथसाथै यो चाहिँ इन्डियामा पनि बाहिरबाट इम्पोर्ट हुने रहेछ। त्यसले गर्दाखेरि चाहिँ आई थिंक यो ट्युबलेस रिमको कस्ट चाहिँ एड भएर चाहिँ अलिकति स्लाइटली एक्सपेन्सिभ चाहिँ हुनसक्छ है। अब मेरो पर्सनल ओपिनियनको कुरा गर्नु पर्दाखेरि चाहिँ आई थिंक यो बाइकको प्राइस चाहिँ अहिले जुन ट्रायम्फको स्क्रैम्बलर 400X भन्दा चाहिँ प्लस 50,000 अराउन्डमा छ भने चाहिँ आई थिंक एकदमै गुड डिल हुनसक्छ। किनभने स्टार्टिङ विथ ट्युबलेस स्पोक रिम आउने भयो, त्यसको साथसाथै तपाईँले चाहिँ जुन एसेसरिज पछि बाइक किनिसकेपछि हाल्नुहुन्थ्यो त्यो चाहिँ अलरेडी फिटेड आउँछ। सो अन्डर 50,000मा आयो भने चाहिँ एकदमै गुड डिल हो जस्तो लाग्छ। प्लस ट्रायम्फले चाहिँ जुन एग्रेसिभली चाहिँ आफ्नो प्राइसहरू पोजिसनिङ गरिरहेको छ आई थिंक त्यस्तो मेजर प्राइसमा चाहिँ आउँदैन जस्तो लाग्छ मलाई। अब प्राइस एन्ड डिटेल्सको लागि त हामीले वेट नै गर्नुपर्छ।